हेलो गाइज फर एभ्रिवान होइन वेलकम टु माई न्यू च्यानल एन्ड द न्यू ब्लग होइन सबैजना सन्चै हुनुहुन्छ होला र होइन म पनि सन्चै छु र म आज चाहिँ नयाँ ब्लग हाल्न गइरहेको छु कुनै एक्सर्साइज गरेको होइन तपाईँले पुरा रूपमा हेरिदिनु होला र लाइक कमेन्ट र सेयर गरिदिनु होला र कमेन्टमा बताइदिनु होला तपाईँहरूलाई कस्तो लाग्यो होइन अब म चाहिँ टक्क गइरहेको छु होइन अब यता गइरहेको छु सो गाइज हेर्नुहोस् यता गइरहेको छु म चाहिँ कलाएर कोही यता मोबाइल हेरिरहेका छन् होइन कोही होइन अब म चाहिँ भित्रबाट टक्क कोही यता पढिदिइरहेका छन् होइन हेर्नु देख्नुहुन्छ होला देख्नुभयो होला होइन टक्क अब म चाहिँ यही ठाउँमा हो होइन टक्कै तलको भुइँमा गर्दछु होइन टक्क लाएर एक्सर्साइज गरेर हाल्दछु होइन सुगाइज होइन हाल्दछु होइन अब टक्क लाएर यो क्यामेरा म हेरेर यसरी राख्छु टक्क लाएर अब म टक्क एक्सर्साइज हाल्दछु लो सुगाइज होइन अब चप्पल त यो चस्मा त फुकाल्नै पर्यो होइन अब म चाहिँ 40देखि 60मा हान्ने विचारमा छु सो गाइज होइन 40देखि 60 हान्ने विचारमा छु अब कति सक्दछु हेर्नु होला है 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 49 50 51 सो गाइज यस्तो गाह्रो हुँदो रहेछ है सो गाइज पहिलोचोटि एक्सर्साइज हान्दा त आज कस्तो गाह्रो भयो सो गाइज अब बिस्तारै बिस्तारै हानौँ 41 आयामा 42 आयामा सो गाइज आज सकिँदैन अब एक हातले गर्न खोज्छु है म एक हातले सो गाइज टक्क एक हातले गर्न खोज्छु एक हातले यही भाइ उठ्न गाह्रो भयो सो गाइज के हार्ने होला आज यति नै मात्रै सकेँ सो गाइज अब यसरी हान्न पर्यो सो गाइज यसरी पुसअप हुँदो रहेछ सो गाइज यसरी नै हान्नु मिल्दो रहेछ है सो गाइज कस्तो लाग्यो आज मलाई धेरै होइन भइरह्यो होइन अब टक्क चस्मा लाउँछु सो गाइज होइन टक्क टक्क चस्मा लगाउँछु सो गाइज तपाईँहरूलाई कस्तो लाग्यो यता हेर्नु त हेर्नु यो 4 कक्षा पढेको मान्छेहरूले एउटा केही पनि आउँदैन 49 भन्छ अनि 51 52 भन्छ डाइरेक्ट 51 52 भन्छ सो गाइज आजलाई यति नै होइन कस्तो लाग्यो तपाईँहरूलाई मैले त हान्न खोजेको सकिनँ म सफल हुन सकिनँ किनकि 50 राख्न खोजेको कि 40 राख्न खोजेको सक्दै सकिनँ सो गाइज अब होइन टक्क कति हान्नुपर्छ भनेर होइन तपाईँहरूले बताइदिनु कमेन्टमा होइन अनि म नि हान्ने तालिम गर्दछु आजलाई यति नै होइन आजलाई यति नै गर्दछु होइन बाई बाई।